पाकिस्तानमा अविश्वसनीय चमत्कार, रेबिजलाई जितेर हामिद बिन इस्माइलले लेखे इतिहास। इस्लामाबाद। विश्वकै सबैभन्दा घातक र करिब 100% मृत्युदर भएको रोग मानिने रेबिजलाई जितेर एक पाकिस्तानी नागरिकले चिकित्सा विज्ञानको इतिहासमा नयाँ पाना थपेका छन्। ती भाग्यमानी हुन् हामिद बिन इस्माइल, जो रेबिजबाट ज्यान जोगाउने पहिलो पाकिस्तानी बनेका छन्। रावलपिण्डीस्थित आर्म्ड फोर्सेस इन्स्टिट्युट अफ पैथोलोजी AFIP ले दिएको जानकारी अनुसार हामिदको सेरिब्रोस्पाइनल फ्लुइड, मस्तिष्क र मेरुदण्ड वरपरको तरल पदार्थ र सलाइभा रायलमा गरिएको दुवै रियल टाइम PCR टेस्टको नतिजामा रेबिज भाइरसको RNA पोजिटिभ नभएको पुष्टि भएको छ। विश्वका 21 जना चमत्कारिक मानिसहरूमध्ये एक हामिदको यो सफलताले उनलाई विश्वभर रेबिजको संक्रमणपछि बाँच्न सफल भएका जम्मा 21 जना मानिसहरूको सूचीमा समावेश गरेको छ। चिकित्सकहरूले यसलाई मानवताको लागि आशा र विज्ञानको जितका रूपमा व्याख्या गरेका छन्। चिकित्सा विज्ञानमा आजसम्म असाध्य मानिएको रेबिजबाट हामिदको जीवित रहनुले अब विश्वभरका वैज्ञानिक र स्वास्थ्यकर्मीहरूलाई नयाँ उपचार पद्धति र अनुसन्धानको लागि नयाँ सम्भावनाको ढोका खोलिदिएको छ। हामिदको यो चमत्कारिक उपचारपछि उनको परिवार, साथीहरू र शुभेच्छुकहरूमा खुशी र उत्साहको लहर छाएको छ। स्मरण रहोस्, रेबिज रोग लागेपछि उपचार सफल हुने सम्भावना अत्यन्तै कम हुन्छ, तर हामिदको यो सफलताले रेबिजको रोकथाम र उपचारको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने आशा गरिएको छ।